to officially conduct this program. So I want to request all of you to stand up and give your present on the national anthem. Sir, please come up here. Hey, be quiet. Shut your mouth. Teacher Ambika Prathurki ma'am to give her welcome speech. Yes, कार्यक्रम का अध्यक्ष आदरणीय प्रिन्सिपल छ, भाइस प्रिन्सिपल छ, अनि आदरणीय गुरुआमाहरू र यहाँ विदाई भएर जाने कक्षा 10का विद्यार्थी भाइ बहिनीहरू र सम्पूर्ण मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामी कक्षा 10का विद्यार्थी भाइ बहिनीहरूको विदाई गर्नका निमित्त भनेर सूर्य आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा उपस्थिति भएका छौँ। वास्तवमा आज एक हिसाबले हेर्ने हो भने हामीलाई धेरै दुःख पनि लागेको छ, किनभने धेरै लामो समयदेखि हामीले यहाँ पढाएर हरेक कुराहरू सिकाएर आयौँ र आज तिनै विद्यार्थीहरूलाई हामी विदाई गरेर पठाउँदैछौँ। त्यसको हिसाबले हेर्दा हामीलाई दुःख महसुस भएको छ, तर हामीले यसमा खुसी पनि लिनुपर्छ, किनभने विद्यार्थी भाइ बहिनीहरू आफ्नो सुन्दर भविष्य निर्माण गर्नका लागि अथवा आफ्नो गन्तव्यमा पुग्नका लागि अथवा उनीहरू आफ्नो एउटा लक्ष्य हासिल गर्नका लागि यहाँबाट अथवा विद्यालय तहको अध्ययन पुरा गरेर उच्च शिक्षा अध्ययन गर्नका लागि हामीबाट विदाई भएर जाँदैछन्। त्यसमा हामीले खुसी लिनुपर्ने हो, तर वास्तवमा हामीले यति लामो समयसम्म विद्यार्थी भाइ बहिनीहरूलाई पढाउँदै गर्दाखेरि कहिलेकाहीँ हामीबाट नराम्रा कुराहरू पनि भए होलान्, हामीले गाली गर्यौँ होला अथवा कहिलेकाहीँ हामीले पिट्यौँ पनि होला। वास्तवमा ती सबै कुराहरूलाई विद्यार्थी भाइ बहिनीहरूले यही छोडेर सूर्य आवासीय माध्यमिक विद्यालयमा भएका हरेक राम्रा गतिविधिहरू मात्रै यहाँबाट लिएर जानेछन् र उज्जवल भविष्य निर्माणका लागि धेरै मेहनत परिश्रम गरेर आफ्नो गन्तव्यमा पुग्नेछन् भन्ने मैले सोचेको छु र हरेक विद्यार्थी विदाई भएर जाने विद्यार्थीहरूलाई उज्जवल भविष्यको शुभकामना दिन चाहन्छु। त्यसैले गर्दा विद्यार्थी भाइ बहिनीहरूले यहाँका हरेक राम्रा कुराहरू लिएर एउटा असल
व्यक्ति भनौँ र हरेक सूर्य आवासीय माध्यमिक विद्यालयबाट आएका विद्यार्थी भाइ बहिनीहरू भन्ने एउटा नाम कमाउन् भन्दै म उनीहरूलाई अग्रिम शुभकामना दिँदै धेरै धेरै धन्यवाद भन्दै मेरो छोटो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। Thank you all the teachers.
सम्माननीय शिक्षक तथा शिक्षिकाज्यूहरू र मेरा प्रिय साथी तथा भाइ बहिनीहरू, आज यहाँ उभिँदा शब्दभन्दा बढी भावनाहरू बोलिरहेका छन्। नर्सरीदेखि आज 10 कक्षासम्म हामी यही स्कुलमा पढ्यौँ। साँच्चीकै गबाट नै सुरु भएको थियो हाम्रो विद्यार्थी जीवनको यात्रा। आज सायद गति नै होला। सम्पूर्ण गुरुआमालाई हामी धन्यवाद दिन चाहन्छौँ। हजुरहरूको योगदान, माया, साथ र सपोर्ट र ज्ञानको शब्दमा त वर्णन गर्न सकिँदैन। हजुरहरूको यो माया, साथ र सपोर्टको लागि हामी चाहिँ ऋणी रहनेछौँ। सायद आज हामीले भन्दा हजुरहरूले हाम्रो भविष्यको चिन्ता लिइरहनु भएको छ। हजुरहरूले देखाउनु भएको बाटो, दिनुभएको माया र सिकाउनु भएको जीवनका पाठहरू सधैँ हाम्रा मन मस्तिष्कमा बसिरहनेछन्। हामीबाट जान अनजान्न गल्ती भयो होला। आशा छ हजुरहरूले हामीलाई आफ्नो छोराछोरी सम्झेर माफी दिनुभयो होला। हामीभन्दा साना ब्याचका साथीहरू, आशा छ तिमीहरू हामीभन्दा पनि बढी मेहनत गरेर अगाडि बढ्नेछौ। यसै परीक्षा राम्ररी उत्तीर्ण गर्नेछौ। आज त बिदाई भनेर होला उद्घोषक मानवी छत्री बहिनी र यस कक्षा 10 को विदाई कार्यक्रमका सभापतिज्यू, विद्यालयका डाइरेक्टरज्यू, विद्यालयका प्रिन्सिपलज्यू र अन्य मेरा सहकारी साथीहरू, साथै कक्षा 10बाट विदाई भएर जान लाग्नुभएका भाइ बहिनीहरू, साथै अन्य विद्यार्थी भाइ बहिनीहरूमा न्यानो माया। र आज अत्यन्तै म पनि भावुक भइरहेको छु, किनभने हामीले 10 कक्षादेखि कख सिकाएर यतिको बनाएका विद्यार्थी भाइ बहिनीहरूलाई विदाई गरेर जान दिइरहेका छौँ अथवा उनीहरूको उज्जवल भविष्यको कामना गरिरहेका छौँ। र आजको यो विदाई समारोह भन्ने बित्तिकै केही दुःख र केही खुसीको पनि छेउ, किनभने हामीले पढाएका विद्यार्थीहरू आज विदाई भएर जाँदैछौँ। भोलिदेखि हाम्रा कक्षा कोठाहरू खाली हुनेछन्। यसमा हामीलाई पक्कै पनि दुःख लागेको छ र यो मानेमा खुसी पनि छौँ, किनभने भाइ बहिनीहरूले उच्च शिक्षा हासिल गरेर यस विद्यालयको नाम राख्नुका साथसाथै एउटा देशकै कर्णधार व्यक्ति बन्नेछन् भन्ने पनि हामीले आशा राखेका छौँ। यो मानेमा मलाई खुसी लागेको छ। र पहिलेको विदाईभन्दा मैले आजको विदाई अलिक पृथक देखेको छु, किनभने हाम्रा होनहार विद्यार्थीहरू जसले प्रदेश स्तरमा पनि तृतीय स्थानसम्म हासिल गर्न सकेकी बहिनी सदिक्षा तामाङलाई आज हामी विदाई गरेर पठाउँदैछौँ। यो बारेमा मलाई आज दुःख लागिरहेको छ, पीड लागिरहेको छ र त्यसमा मैले खुसी पनि लिएको छु, किनभने उनले गएर अब राष्ट्रिय प्रदेश स्तरमा मात्र होइन राष्ट्रिय स्तरमा पनि आफ्नो नाम चम्काउनेछन् र हामीले सुन्न पाउनेछौँ। हामीले पढाएका विद्यार्थी, हामीले सूर्य बोर्डिङबाट उत्पादित भएका विद्यार्थीले आज हाम्रो नाम राखेका छन् र हाम्रो विद्यालयको इज्जत बढाएका छन्, मान बढाएका छन् भन्ने कुरामा हामीले गर्व गर्न सक्ने दिन पक्कै पनि आउँछ भन्ने हामीले विश्वास गरेका छौँ। र सदिक्षा बहिनी मात्रै होइन, अरू भाइ बहिनी पनि मैले अब्बल ठहराएको छु र उनीहरूले पनि केही गरेर यो देशको उच्च ओहदामा पुगेर आफ्नो मान इज्जत प्रतिष्ठा बढाएर हामी शिक्षकहरूको पनि गौरव बढाउनेछन् भन्ने कामना पनि मैले लिएको छु। र म आज यही स्टेजबाट के भन्न चाहन्छु भने भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामनाका साथसाथै जहिले पनि प्रगति गरिरहनु, आफ्नो लक्ष्य लिएर अगाडि बढिरहनु। लक्ष्यमा पुग्नका लागि विभिन्न व्यवधानहरू आइपर्छन्, विभिन्न काँडाहरू आइपर्छन्, तर
त्यहाँबाट कति पनि विचलित नभइकन दृढ अठोटका साथ हामीले ती व्यवधानहरूलाई पन्छाउँदै गयौँ भने अवश्य पनि आफ्नो लक्ष्यमा पुग्न सकिन्छ र आफ्नो उद्देश्य हासिल गर्न सकिन्छ र हामीले चाहेको उन्नति र प्रगति गर्न सकिन्छ भन्ने कुरा पनि म यहाँ जाहेर गर्न चाहन्छु। र हामी विद्यालय भनेको एउटा चौतारा हो। जसरी बटुवाहरू आउँछन्, एकछिन बस्छन् र आफ्नो गन्तव्यमा पुग्छन्, त्यस्तै गरी हाम्रा विद्यार्थी भाइ बहिनी आए र यहाँ केही वर्ष बसे र आफ्नो गन्तव्यमा जाँदैछन्, आफ्नो लक्ष्यमा जाँदैछन्। त्यस कारणले गर्दा आफ्नो लक्ष्य पुरा गर्नेछन् भन्ने विश्वास मैले लिएको छु र यति भन्दै आज विदाई भएर जाने भाइ बहिनीहरूलाई फेरि पनि सफलताको शुभकामना व्यक्त गर्दै र कहिल्यै पनि सूर्य बढीलाई बिर्सने छैनन् भन्ने कामना पनि गर्दै मेरा छोटा दुई शब्दहरू यहीँ अन्त्य गर्दछु। धन्यवाद। Teachers who believe in us and to the teachers who believe in us when we doubted ourselves, thank you. First of all, I would like to extend my deep gratitude to all of my teachers and friends for the support, encouragement, and memories we have created for 13 years. These years have been more than just a lesson in classroom. These years have been a lesson in life, growth, and friendship. As I move ahead, I hope to honor the hope and faith you have placed in me. Even though farewell are never easy, it is a chance to embark on our new journey. As I step into the next chapter, I will carry everything this school has offered me. So rather than saying goodbye, I would like to say thank you. Thank you to each and every one of you for everything. Thank you for being part of my journey. So, saying this, I, Aishka Shrestha, beloved student of grade 10, would like to sign off from the stage. Thank you very much. Good afternoon, everyone. Respected Director Sir, Principal Sir, dear teachers, dear my friends, and all of my brother and sister. Today, standing here feels both happy and beautiful at the same time. I can't believe that our school life comes to an end, but our school is not just a school for us. It's a second home where we have grown, laughed, and shared, and create countless memories. So today also, I still remember the first time when you enter into the classroom with fear and curiosity, but now we stand here as more confident, wiser individual. This transformation doesn't happen overnight. It happened because of the love, patience, and guidance of our respected teachers. Dear teacher, you don't only teach the lesson of books, you teach the lesson of life. Your love, your care, your support, and your scoldings will always stay in our heart. When we doubt ourselves, you support us and you believe us. You correct our mistakes. Dear friends, you are the best part of this journey. The laughter we share with each other and the moment we have created in this school are priceless. So today we are saying goodbye, but and we are filled with emotion also, and we are emotional right now. But this is the time of the beginning of new chapter of our life and new journey of our life. No matter where life will take us, we'll always carry our teacher, our friend, and our school in our heart. And we promise to make all of you proud someday. Thank you for everything. Once again, thank you, everyone.
Thank you.